हामी चाहिँ आज रमाइलो गरेर जाँदैछौँ। यसो सानो प्रोग्राम घन्टे खोलामा गएर मासु पकाउने, मासु पोल्ने, मासु खाने लगायतका अन्य रमाइलो। हजुर कुखुराको सामानहरू त हामीले धेरै थरी किनिसक्यौँ। हामी हिँड्ने है। आजको मेन गिटारिस्ट चाहिँ हाम्रो प्रवीण सर हो है। अब त्यो गिटार बजाउन आउँछ नि सर। यस्तो मजा गर्न चाहिँ ठिक लाग्दैन है बेला बेला कान्छो त्यो अमृतसर किन पछाडि भयो? आज दुईवटा भान्जी दिनु यहाँ छ यो छ यहाँ त यो उ गयो भने त हामी त के प्लास्टिक राख्नु भएछ भनेर सम्झिँदै होइन रुमाल बचाइदिनु नि ल राम्रो एउटा राम्रो गीत गाइदिनु पर्यो ल तपाईँ एसिस्टेन्ट तपाईँ उठाउनु बस्नु के उहाँले टिपेर दिनुहुन्छ म राख्ने हो ब्याङ्कर ठिक्क सत्र राख्न ठिक हुन्छ। त्यही गर्नु परेन। नाचगान गाना बजानाको सबै सामानहरू छन् होइन। स्पिकर झोलामा गिटार र बाँसुरी हाम्रो प्रवीण सर गिटारिस्ट हामी यहाँ सामान बोकेर हिँड्छौँ होइन। रमाइलो हुन्छ आज कहिले रमाइलो गर्ने। मेरो चाहिँ यहाँ घटे कुरामा फर्स्ट टाइम हो। घटे खोला मलाई चाहिँ यहाँ केही छैन मेरो चासो एकदमै डर लाग्छ। साथीहरूसँग जाँदैछु। आशा गर्छु भव्य रमाइलो हुनेछ। म रक स्टार चाहिँ प्रवीण यादव मिस। आज हामीले चाहिँ यहाँ चाहिँ पार्टी गर्न हिँडेको कुखुराको मासु चाहिँ पोल्ने रमाइलो चाहिँ दर्रो तरिकाले गर्ने यही भन्दै दुई शब्द टुङ्गाए। ल अब आज हामी मिनी गोसाइकुण्डमा अब दिउँसोको क्याम्प फायर गर्न लागिरहेका छौँ। साथीहरूले अब तेल मैले बोकेको छु। झोलामा अब रमाइलोको चाबीहरू पनि सबै छ। इन्जोय हान्नुपर्छ। कहाँ सुहाउँदैन यो त? कहाँ रगेसले बोतल बोकी हिँड्छ? गाउँदा गाउँदा सुन्छ पानी पिउनु पर्छ। इन्जिनियरै मान्छे हो होइन। होइन कन्फ्लिक्ट थियो तपाईँको त कस्टमको त गोल्डेन अफिसर जाने बिहारी हो सर बिस्तारी है बिस्तारै तपाईँलाई एउटा के होइन त गिटार चाहिँ जाला गिटार जाला खाली नि उता ढुङ्गामा है ढुङ्गामा अलि त सुन्नु न यार यहाँबाट आउनु न हुँदैन यस्तै न त छैन पुरा यहाँ हामीलाई सामानहरू खास गर्नु नि यहाँ यो चुला बोकेर त्यहाँ बनाउनु होला यहाँ रेडिमेड छ टक्क पखालो
कहाँ पुग्छ अहिले चल्दियो कि होइन बुढा फुफु गर्ने भन्छ नि त एउटा भैँसी बोल्न पुग्छ कि अब त बढी भइसक्यो सर हो हो अहिले फेरि फिर्ता लगिदिनु पर्दैन यसो त्यो होइन यो त यहाँ पानी खानु पहिला बोल्छ सर यार पात हालिदिनु न यहाँ भाइ अब यो माथि गरेको चाहिँ ठुल्ठुलो दाउराहरू टक्क हाल्दै बस्थ्यो अब मलाई त कति वर्ष कति यहाँ माथि नखपाउ है अब खाइसक्नु सर पानी ल्याएर सफाहरू पनि बलेन यार भएछ त्यो अडियो चाहिँ राम्रो छ अडियो नै भन्नु अडिया त छैन मासु त धेरै भारी हुँदैन यो अडिएछ ल खोलेर जानुपर्छ है अहिले अब एयर पोल्युसन त हुन्छ ल सर लिनु त्यो त मार्दिन्छ यार यता ट्रान्सफर भइरहेछ ल उता पास गरी लाउ न प्रवीण सर कसको लागि सर यो बलबाट पाल्नु सर आएको मायाको डोरीले तिमीलाई बाँधौला मायाको डोरीले तिमीलाई बाँधौला निरज
विनाश भट्ट गाउन